एउटा बाल्न ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु गीतको पैसा हुक्का फुटाएर गयो के गर्ने ह्याप्पी बर्थडे टु यु एभ्रीबडी केक सर्ला सुरुङमा साथीले फोन गर्नु म खान बाई कहाँ फुच्चे भाइहरूलाई पाएर नि कहाँ आधी मात्रै आउँछ केक त दल्नु हुँदैन नि केक त्यो स्प्रे दलेर त अनि टेन्सन भयो नि पेन भाइ मैले फोन गर्नु त्यो दाइहरूलाई नि एउटा प्लेटमा यसमा जिता दिएर केक नखाने तिमीहरू नखाने के खाने यसमा जिताएको यो दुइटाको चाहिँ लस भयो नि त्यो 90 मिनटबाटै हुन्छ ऊ पुरै सर्लक्कै सकिने दालले चाहिँ हुँदैन के गेम अहिले हुन्छ त्यो टिम क्वालिफाई भनेर हुन्छ त्यहाँदेखि दोष केमा हाल्नु भन्ने हुन्छ कि टिम टु क्वालिफाई त्यो बिटिडिएसमा हालेको होइन हुन्छ अहिले के दादा बोर्ड टिम डिस्कोमा यसले जित्नेमा हाल्यो सोचे आज त्यो चाहिँ बिचमा हालेछ तर हाफ के अरे उस भन्दा ड्र भयो नि त त्यो उसको 1-1 भन्यो नि त अनि ड्र भएको त 90 मिनटसम्म त्यसरी भइसक्यो भने टेन्सन परिरहेको बेलिङमले डुबाइदिनु अब अहिले डुबाएर पेनाल्टी पाएन मक्कै परिसकेर दाम देखाइसकेको लास्ट टाइममा आफैले फुटारमा हालेर आफै लड्यो अलिअलि चाहिँ दोष त्यहाँदेखि के गर्नु सामान फुटिहाल्यो टेन्सन भइहाल्यो कति पछि हुक्का तान्थ्यो नि त भन्ने सोच थियो होइन त कति पछि हामी त्यस्तो खाँदैन फेरि हुक्का सुक्का आज साथीको बर्थडे मिस हो भनेको जाउँ बिहान यहाँ दुईजना यहाँ दुईजना त हो नि तिमीहरू दुईजना एकजना चलेर एकजना तानेर कसरी झर्दिरहेको मैले त मिठै तरिकाले झरेको वै अनि यसमा अट्याएर होइन त्यो पाएको खुट्टा कस्तो छेउमा राखिदियो त भाइले अनि बर्थडेको दिनमा चुना बहिनी केक ल्याइदिएको बाई बाई यो चाहिँ अलिक युनिक रहेछ यो केक चाहिँ बाई बाई यहाँ बस सेफ फ्लाइट होइन बाई बाई अलि टाइम थिएन नत्र राम्रोसँग लेख्थेँ कि म त्यही भएर ग्राफिक्स भोलि टाटा यस्तो अगाडिबाट खिच्नु नपर्यो मैले म तपाईँलाई एउटा कुरा भन्छु कि अगाडिबाट गाइस मेरो दाइ जाँदै हुनुहुन्छ मलाई छोडेर तर मेरो टाइम पनि छिट्टै आउँछ तर कहिले आउँछ थाहा छैन कहिले आउँछ थाहा छैन त्यही मेरो बर्थडेसम्म नि बस्नु भएन मेरो दाइ मलाई त्यही दुःख लाग्यो रे क्या बहिनीलाई त विस पनि के गर्नु हो बहिनी बहिनीलाई विस पनि के गर्नु हो बहिनी बर्थडेमा एड भएको म इन्स्टा खोल्छु होला त्यति बेलासम्म यो प्याक गर खाउ घरमा म बनाउँछु एकदम त्यसको लागि चाहिँ पढ्नु पर्छ खानु न
खानु के न भन्ने? केक खानु न यो माथिको खानु न यिनीहरू बढी भएछ नि यसरी यो पहिले यो हालौ न बहिनीको मन राखिदिन बढी नै हो कि केक रोनी केक का यो ट्रेन केक काट्ने ट्रेन यो कहाँबाट स्टार्ट भयो है अहिलेसम्म मैले कतिवटा 3टा केक काट्यो केही छैन साथीहरू धेरै हुनुपर्छ कति काट्छ तर यो मात्रै भिडियो हो अरू त भिडियो छैन किनकि म स्पेसल छु नि त अलिक आज पूजा साथीहरूले गरेको क्या थाहै छैन दिदीको भिडियो गर्यो होला पूजाले अस्ति फ्राइडे कस्तो लाफिङ खान मन लाग्यो चाहिँ इटली सडक किने खाएको थियो क्या अलिक मिठो थिएन भाइ यो जस्तो भयो किन पुतली सडक चाहिँ कतै नै आइस परिरहेको थियो नि त किन उहाँ आउँनु त्यहाँदेखि खोजेर राम्रो हुन्छ केमा के गर्दै खै खै कहिले कहाँ गइरहन्छ कहिले कहाँ गइरहन्छ कहिले आइस क्लासमा जान्छ कहिले जाँदै जाँदैन कहिले कहाँ पुगिन्छ इन्टर्न गर्नु कलेज कति हप्तापछि सर्टिफिकेट पाउँछ तिनीहरूले चाँडै पायो होइन हाम्रो कलेजले के पेमाहरूको कलेजले त बाँडिसक्यो अरे अब बाँड्छ सोध न कल गर्छ बाँडिसक्यो हो फोन गरेर बोलाउँदो रहेछ त हामीलाई फोन गरेर छैन त फोन गर्नु पर्दैन सोध न उनीहरूले के कलेजले कल गर्नु सोध्छ एक तर कहाँ सबले कल गर्छ त अब टिचरको बच्चाहरू चाहे लिनु आउँछ नचाहे जहाँ आउँछ भन्ने कुरो हुन्छ उनीहरूलाई त्यसको मात्रै हो नि कति दिन्छ 45 छ त्यही सर्टिफिकेट काम छैन मोरफोनमा त 12 कति भनेको थियो 12 होला 12 त निमाले भन्नु 12 हो 8 हो समथिङ बढी छ कि डबल छ कि मोरगनमा किन नि खै जङ्गु बाजा खाएरै हिजो लग्यो अब यो राखिन्छ राखिन्छ खाना खानु तपाईँ गइसकेपछि सब कुरा बिर्सिने चाहिँ नबिर्सिने के भयो नि हामीलाई ए मेसेज गरिरहनु केमा हो केमा त्यो के भन्नु यो आइडी नै छैन त्यो बोयफ्रेन्डले पर्मिसन नदिएर हामीलाई मोबाइल नभएर यो चाहिँ के हो त यो यो चाहिँ गतिलो होइन कस्तो ए आइडी फोनलाई चाहिँ गतिलै चाहिन्छ चल्ने भयो ह्याङ हुन्छ कि धेरै अनै भयो नि त ह्याङ हुन्छ कि धेरै अनि ह्याङ भयो चाहिँ खोल्नु हुँदैन बोयफ्रेन्डले पर्मिसन नदिएर तिमीलाई रिभिल गरिदियो बोयफ्रेन्ड आएछ छैन तर म कसैसँग चाहिँ बोलिरहेको तपाईँलाई लभ लाइफ अपडेट दिन्छु म त हालिदिन्छु हौ बहिनी म त हालिदिन्छु र हालिदिनु एडिट गर्नु क्या लाग्छ झ्याम झ्याम क्यापमा एक प्लट हेर्ने हो गीतसित अलिकति थपिदिने हो योपालि चाहिँ राम्रो फोटो हाल्नु है विदेश गएको भिडियोको त्यो अस्ति वर्तमानको भिडियोको त के फोटो हो के फोटो विदेश जाने माया
ल बन्द गर्नु म भन्छु अहिले चाहिँ म भोलि मेरो फ्लाइट गौचल्यको राति कति बजेर 8 बजी न 8 बजिसक्यो लगभग 8:30 भइसक्यो अनि अहिले चाहिँ गौचल्यको स्कुटरमा सडक चाहिँ थ्याङ्क यू हाम्रो जोब पनि हो होइन अब सबैजनालाई सबै हाम्रो होइन सडक बनाइदिनु भएकोमा धन्यवाद र यस्तो राति हामी हिँड्ने आँट पनि गर्दैनथ्यो यस्तो बवाल बनाइदिएको छ रोड त आहा सेक्सी बवाल होइन त भाइ मेरो गला एकलट है बबाइली गर्नु है मैले याद हुनेदेखि बिग्रेकै थियो कसम तैँले उस याद छैन वान वे इच खनेको मात्रै याद होला अरू छैन खन्या थियो होइन भाइ यो केपी बाको पालामा खन्या थियो यो मलाई याद छ भूकम्प पछि यो अनि 6-7 वर्ष थियो होला भाइ त अनि यो अन्त अनि भूकम्प बेला कति नै वर्ष थियो र त 7 अनि यो छ त बाबुलाई मात्रै हुन्छ अरू मात्रै बबास म चाहिँ बबाल नै मस्नु भइदियो किनकि आमा रोइदिनु भयो मेरो हजुरआमा भोलि फेरि मन जानु हजुरआमा म रोइदिन्छु कि त्यही भएर एयरपोर्टमा गाह्रो हुन्छ नरुन कोसिस गर्दैछु हजुरआमाको बर्थडे मनाइदिएको यो घरै जानु भन्दैन आँसु आँसु छ यार राम्रो के माम खै बेमा बेमा कन्द चिन्सी बोला गाउँको लास खाना होइन भाइ बाबा मजै आएको भात ओहो बासमती अन्डा है भित्र उयो चिकन हाल्ने मम्मी कटिङ हो चिकन कटिङ लोकल यस्तो माया त गर्नु नपर्ने हो बाबाले धेरै नै गर्नु के भाइ भाइ अब उता घरबाट लहाडिसक्यो त नआए त कहाँ खान्छ यो भात लहाड्यो पनि कोठा भएको यसको छतिर घर भएर के खानु छतिर छ त भाइलो भन्दा अनि खाली हुन्छ के रुममा सुत्ने आउँछ अनि मोरपट्टि हुँदा पञ्चन्दन
तँ सुत्ने दिया भाइ खडपा जो म चल्दै गएको चाहिँ समरु बहिनी रुया रुया छ रुवा बासी ओ सासी फेलमान खेलमान हुन पासमा बिजार केही छैन ल बोस भूमिको दाइ आयो आइसको मम्मी आमा ये त खाना पिने त पैसा रटिनु राजा बादमा वही लाइसेंस तो ये ना ये तो हम लोग हां अमर हाय वही लो कौन में जुटा पड़ी सोलह थांगन बसे भेल ल यम मजी सोरे खट्टेमा नो दिरा माना दे रोला चित्त बुझा दिबे जा अलि बाजे नक्कली नाती त चियाना मसिउ बाजे सुगाम पनि भित्र पनि के बा मिल्दै पाँच वर्षपछि न तर भन्दा हो नि शुभ यात्रा ल ए मम प्रणा तिउरी त्योरे तिउरी ल र गुजु मे गुजु बाती जाउ जाउ लागल दाले से चोप्ती गरी कोलाई भन्ने दिन अलिकति ए घरको नि भन अलि क्यामेरा राम्रो होस् जान्छ गिलाउँ ये चाङमाला चाहिँ थो गाइस मैले चुमुजी जल्दी कागजी मुला चाङमुजा थो गाइस अहिले खाइएन यार हो यस्तो कागले हाने जस्तो छ चरौले गुन्डो सुन्दी सुजे होला सोमरेम काटा स्वाबी दियो हजुर सोमवार सोमरामी भन्दै निरम दाजु केमा चाहिँ केमा भन्छ उठ्ने रजी ल शुभ यात्रा राम्रोसँग जाऊ पुगेपछि
फोटो यार सीधा कि सीधा सीधा कसरी होइन वान हो कि खिच खिच छिट खिच ओके ओके 나가면 소라 해. 나 기장. खिच खिच याला खाना नहीं याला पैसा याला खुम याला खाना नहीं ले जति पिनले ना जिन बा बिरु रु याला न वतेन हुरुरु ले खाबन होता ना ना है तर ಇದು ತಾಯಿ ಆಗಿದ್ಲ ಅಣ್ಣ एउटा ल्याउन अहिले फेरि ड्याड कहाँ पनि हो बढी वाच्न
भाइ फोटो खिच्न भाइ मोबाइलले आफ्नो लेन मात्रै च्याप्ने हो क्या छेउछेउमा फोटो खिच्दा फोटो अनि ल पैसा चाहिँ यहाँ गएर निकाले langsung hari lah Heri. Ini soal. Kansil. बाजे भाइ जा रहे हैं सलाम बाजे बाजे भाइ जा रहे हैं भाइ डाल ये मरने वाली हो अच्छा बाजे र मेरो ल बाजे सर्लक्क आयो ए सर नमस्ते कस्तो नचिन्दिरा मैले यार पुष्कर सर यसरी हेरिरहेको थिएँ कि 8 बजे ल बाजे ल बाजे Iya gitu. Không lẽ mua đâu. Lập tới đi Việt Nam mua rồi đâu. Đây là ama por este go. Ini barunya belas curi. Aina पछि कति गर्नुपर्छ म त 5 वर्षपछि त आउँदैन होला हौ 5 वर्षपछि आउनुपर्छ यो पानी हाम्रो खाना नहुँदैन पर्यो त्यो त मन भन्नु राजाको जग्गा एउटा सबै थाहा Bamboo finally. Tali thik panduk da. Bamboo.
स्टुडियोबाट आइसकेको स्टुडियोबाट देखिन्छ जस्तो लाग्यो अहिले चाहिँ म गाउँबाट आयो ट्याक्क रुन रुयो थोरै आँसु जाऱ्यो आमा रुनु हुँदै थियो हजुरआमा मेरो पुरै माया गर्नुहुन्छ हजुरआमाले आज चाहिँ पुरै कस्तो लाग्दैछ भने पुरै जाने खोक्रो खोक्रो कि मनै खोक्रो खोक्रो टाइप्सको के नपुग्या जस्तो भइरहेछ तर ठिक छ जानुपर्छ रहर होइन यो हो बाध्यता मैले बाध्यता भनेर गीत यो 3 वर्ष अगाडि लेखेको थिएँ यार के थियो सुनाउँछ थोरै लाइन सुनाउँछु म चाहिँ अलिकति राइटिङपट्टि फोकस गर्छु कहिले एकचोटि यत्तिकै लेखेँ हो मैले चाहिँ बादमा यो मोबाइलमा पो थियो पछि सुनाउला नि गाह्रो हुँदो रहेछ यार केटा एयरपोर्टमा म रुन्छ फिक्स हुन्छ भनेर मैले थोरै यो चाहिँ थोरै यो चस्मा चाहिँ थोरै बिट्टी हान्नलाई यो चस्मा थोरै बिट्टी हान्नलाई हो यो चस्मा थोरै बिट्टी हान्नलाई अनि यो चाहिँ होइन यति चाहिँ सुहाउनु अनि यो चस्मा चाहिँ आँसु लुकाउनुलाई निकालिदिनु यो आँसु लुकाउनुलाई यत्तिको भयो त पुगिहाल्यो नि त आँसु लुकाउनुलाई त होइन त पुग्दैन त जुन जामिन गयो भने देखेको हो विदेश चौला पैसा कमौला रहर होइन यो सबैको बाध्यता कस्तो कस्तो उमेर नपुग्दै विदेश जान्ला यार म त यार उमेर त पुगिहाल्यो कि तर रमाइलो त्यस्तो गरेन भनौँ पैसाको पछि अब भाग्नुपर्ने अवस्थामा पुगिसक्यो विन्टर टाइप्सको देखेँ हो यो जसमा सुहाउने रहेछ मलाई बिटक दिन खोजेँ अहिले फेरि नेपालको मेरो अब लास्ट मिल छोरालाई खुवाउनु त कहाँ गमान त आमा देख्छ नि त इट्स अ भेरी भेजिटेरियन आना ल छोरालाई पारिन्छ हजुर हजुर बाजे बढ्दा बल्ल बल्ल मिलाइदिए यो मासुमा सामान उहाँबाट बल्ल बल्ल एकदम गर्नु बिहाको तुम तुलिँदै बिहामा पचाइ बिहा तुलिरहेको सम्बन्धमा हुँदैन हो मोलै मानियो Saya mam dewa. Mesti mau mama.
खाउन Tao mà này cái mua ba. काटेन नि होला Ada chăm. Rồi lên gan lần nhập năm đi. Chú giảm cái mua. Chú rồi giải mam nhá đâu ạ? भाइ तैँले कहाँबाट ल्यायो भाइ यो उसबाटै ल्याएको हो चम्बु ग्यासबाट जस्तो बल प्याकिङ गरिदिनु रहेछ Ya dia khadra रहेछ. खराब हुँदैन रहेछ. रहेछ Mama asal dah wah. ममा खास पालो जति राख्नु Boleh lang ni kan na tambe. Ha? Tor yu le hati baba. Kalau di mana setiap mandi. Ni kan lebih le. Hat le ni kan. Ya, begitu. Kalau kan mereka tak boleh dia. Kari rondo. Mai te tin kan rồi. Dia itu di bola ya betul dalam. Ya betul yang rondo. Kita beli dalam dia. Jol pok lah. Alah. Jol. Ya kan. Kalau kerja baik banget sama. Nah. Kalau kalau mulai ya kalau bukan rondo. Mana ni yang ini? Asuda bindo di malai bindo. Di malai ada bindo. Ban mai le ni pi mo. Di malai mama yang udah kalau ya di malai ni. घुम्न के अरे काठमाडौँ स्वयम्भू हामी लगभग अब 6 बजे निस्किन्छ ल ल 14 dia lah. ल ल पुग्यो मलाई त Dia dah kan ni apa dah mandi एक प्लेट ममा हाल्यो अनि आजको मिल्छ आजको मेरो चार्जर हाल्नु भयो ब्यागमा Sudah Iman. Yo ra panjang ni. Saya ni. Ya ni yo. Ya dah. उयो आजको मिल्छ Siapa? मिलेन म कुनै नि हालेर Korek na. एउटा नि मिल्दैन यसमा Ni ba di ni lah. Satu. खाएको छैन Kela saya. यो रेडी नाच्छ यो रेडी यो फोदे पनि नाच्छ फोदे फोदे होइन है अच्छा गाजे गाजे दर वा तर यो मामाले बट्नु गएर पपट्नु गयो पपट्टी नि लबी जाऊ काले Lu dah dia mau. लबर मन Lu number mai dia. नम्बर दिया थियो अनलाइन दिए बा Yang bekas saja di dalam negeri. Ini tadi. Ready tadi wa? Ready tadi wa? Tadi nak Tadi lo. निस्किनु मात्रै बाँकी हो नि त Phone ma dia lagi lo. 6 बजे निस्किने 6 Sana kini sih tadi. Sana deh. Lala. मम्स अनि ममा नि के रहेछ यस्तो होला आज खाबा अब सिधै जाने भिजे भिजोस् आज एक दिन भिज्दैमा के हुँदैन छोराको लागि आज एक दिन भिज्दा के भयो त हेलमेट त मैले मेरो म त यहाँ झोल्स देखेर होला देखाएको एक लट राम्रो देखिरहेको छ ब्याग बोकेर जान् Kayak payah lah tu kali dia untuk turun jadi. Parah lah untuk tu jadi. खै कस्तो देखिरहेको रहेछ म भाइ Kata lah untuk lokal jurus babla. दामी देखिरहेको छ नि त ब्यागमा त झोल्स ब्याग पनि ठिक देखिरहेको छ
चलेको तर स्कुटी अहिले आज चाहिँ स्कुटी बाँध्नु त स्कुटी बाँध्नु गाह्रो हो बाइक बाँध्नु बाइक मम्मी क्याब कौन सी अगले टोलो में क्या भन्दा क्या भन्नु भन्यो काठीले चाहिँ रे मलाई आले या सुन्दा पर पत्नी चाहिँ या भन्दा प्लास्टिक कुछ कुछ ना तलदा ता अब मैले आजे प्लक ता ngai uji ngai mua लाभी प्लक ni ya kalau lan tunggu ba टेन्सन निदो र 2-3 वर्षपछि बेला जी म त के रे छ नि त्यो अफ गर न एकचोटि म त अपना गर्दिन आइन त अब घाँटीमा लाउने कालो हुँदा यसलाई क्लोजअप दिनु मान्छे Okay, my brother. फोटो खिचौँ आइदिनु हामी त गाडीमा भन्छौ के हो टिका त गएको छैन त छैन नि बाबा दुःख पनि लागेको छ दुःख त बबालो नि भान्जा आफ्नो परिवार छोडेर अब समुद्र उता जाँदैछु धेरै धेरै मिस गर्छु परिवार साथीभाइहरूलाई अब पहिलाको जसरी अब रमाइलो गरेर हिँड्न पाइने साथी अब त उमेर पनि ढल्किँदै गयो पसलमा हामी फेरि 7-8 वर्षमा चाहिँ भेट्नुपर्छ चिया खाँदै गफ मस्त गफ गर्दै त्यही केटीहरूको कुरा गर्दै बस्नुपर्छ एक्सरको दोस्त यसरी झगडा गऱ्यो त्यसरी हाल्यो भनेर पिट त्यसरी पिटाइ खायो त्यसरी हाल्यो हाल्यो त्यसरी पिटाइ खायो टाउको उडायो फेरि भान्छ मलाई फेरि ओडाको कुरा गर्नु बढी चाहिँ मलाई ओडाउँदा कुरो गर्नु मन लाग्दैन ओडाले चाहिँ त्यो देख्नै सहनु हुँदैन क्या ओडाको आफन्त दाजुभाइ सब सहदै हुँदैन उत्साउँदैन मेरो भान्जाले मैले पिन मन लागिहाल्छु क्या भान्जा अस्ति भर्खर हामी लिन गयो नि त कस्तो खुसी थियो अघि हेर त त्यहाँ गेटमा टेन्सन अस्ति भएर भिजा लाग्दाखेरि खुसी लागेको थियो आज एयरपोर्टबाट गेटबाट सिलगढी मनै खिल्ला भयो आज सबै भएर छ अब जसो तसो 8-9 वर्ष कलमला त्यसपछि त्यही पुरानो त्यही चिया पसलमा भेटमा त्यत्तिकै रमाइलो गरेर आउला केटाहरू धेरै धेरै मिस गर्दैछु हामी सिङ्गापुर होइन हामी कुन रे हामी जापान चाइना हङकङ अब बिस्तारै अब मिस केटा हो साथीभाइ यत्रो मिर अब त्यस्तो रमाइलो पलहरू यादगार सबै दिलाएको छ अब धेरै धेरै सम्झना स्पेसल्ली मिस कसलाई मिस स्पेसल्ली मेरो मम्मी र भाइलाई मम्मी र भाइ र बहिनीलाई ओ बरो हजुर ल है यो भ्लगबाट है मैले त हाल्छु नि हुन्छ अस्ति हेरेन तिमीले छैन नि भान्जालाई अब धेरै धेरै सम्झना छ मेरो साथीभाइ परिवार घर परिवार आफन्तलाई धेरै धेरै माया अनि यस्तै अब जिन्दगी केटा मान्छेको जिन्दगी अब एकचोटि केटा पनि केटी पनि जिन्दगी एकचोटि विदेश त जानै पर्छ नेपालमा रोजगार छैन हामी अब त्यसो नेपाल विकास होस् यसपालि दिएको भोट खेर नजाओस् बबाल भान्जा ल अब हामी अब नयाँ पुस्ताले अब भोट हालेको खेर नजाओस् होइन हाम्रो छोराछोरी चाहिँ जान्न परोस् विदेश आन्दोलनमा त्यत्रो गएको आन्दोलनमा गएको त्यसरी खेर नजाओस् अझसम्म खत छ फेरि मेरो खत छ नि खत छ भान्जा पढ्दैन म त्यो माइती घरबाट त्यो संसद भवनसम्म भागेको हो धन्न जेठा छोराको गोली खाएन निधारमा लेख्ने भाग्यमाथीको टाउको ठुल्यो भन्दै हो रहेछ धन्न खाएको गोली अब मसँग चाहिँ सुन्दारबाट गएको एकजना साथी गोली खायो पुलबाट झर्दाखेरि यत्तिकै फरक यत्तिकै हो भन्छ यत्तिकै त्यो तल झरेको थियो म पनि तल झरेको थिएँ पछि
त्यसपछि त रुममा आएर सुतेको अनि भोलि बिहान चाहिँ त्यस्तो घर सर लगेर चाहिँ म चाहिँ आन्दोलनमा गएन किनकि मान्छेको घर जलाउनु हुँदैन होइन अब जे छ हाम्रो यही पैसाले बनाएको हो सरकारी भवनहरू पनि ठिकै छ अब जे छ अब नयाँ पुस्तक पनि गर्ने आश छ कि अब खै अहिलेको 3-4.5 महिना हुँदै आइसक्यो 100 दिन भयो 100 दिन कट्यो 100 दिन कट्यो अब गर्ला जस्तो चाहिँ लागेन मलाई अब अलि राम्रो गरोस् अब पहिलाभन्दा अलि राम्रो भ्रष्टाचार चाहिँ पनि 75% चाहिँ देश बनाओस् 25% उनीहरूले जे पहिलाको जसरी 75% चाहिँ खाने 25% चाहिँ विकास गर्ने होइन कि 75% चाहिँ विकास गर्ने 25% चाहिँ उनीहरूले खाओस् सन्तुष्टि छ हामी विदेशबाट आउनुहुन्छ नेपाल यस्तो होस् कि वा हामी अब जापानको मान्छे नेपाल पढ्न आइरोस् बवाल भन्छ ल बवाल भन्थ्यो यहाँ फेरि के हो तुम मुझसे प्यार गर्छौ नै गर्छौ क्या हो त्यो मम्मी मामा भान्जोको भ्लग अब सधैँ यसरी नै हेरिरहोस् हामी जापान गएर पनि भ्लग बनाउने परेन भन्छ अरे तपाईँले युट्युब बन्द गरे मामा थाहा छैन नि अस्ति बिहाइब्याक्सको खै फोन हजुर मामा भान्जोको मामाको युट्युब बन्द भान्जा तिम्रो भेट्छौ यहाँ हेर तिमीलाई थाहै छैन भान्जा के भइसक्यो यहाँ हो भान्जा को यो हेलो भनिरहेको को मरेछ को भान्जा हजुर मलाई पनि सेयर गर्ने है बाबा ल भान्जा मलाई सेयर गर्दैन अब यस्तै हो केटा हो अब जापान गएर घरबाट अब हाम्रो मेन कुरो त पैसा कमाउने हो पैसा कमाउने हो अब नेपाल जानुलाई पढ्नलाई होइन कि हामी पैसा कमाऊ ऋण तिरौँ अनि त्यसपछि पैसा कमाऊ हामी अब केही नभएर नि 2.5 वर्षमा ऋण तिरेर सकाउने हो अनि त्यसपछि चाहिँ हामी बल्ल आफ्नो ऋण तिर्ने बित्तिकै मेरो आइफोन 19 प्लस आउँछ 19 प्रो म्याक्स प्लस किन्ने भान्जा त्यसपछि कुरो गर्छु म मेरै भ्लग बनाउँछु त्यसपछि अहिले बरु थोत्रो मोबाइल होस् सोत्रो मोबाइल होस् ऋण तिर्ने पहिला ऋण तिर्ने हो घरमा कस्तो हाम्रै बोलाएको जस्तो भएको तपाईँ के हाम्रो विजय दाजु के बोल्न चाहनुहुन्छ तपाईँ मिस कसलाई मिस गर्दै हुनुहुन्छ मिस गर्दै हुनुहुन्छ फ्यामिली स्पेसल्ली मम्मी तर आँसु झऱ्यो अघि घरमा चाहिँ रोगेँ त तपाईँहरू मेरो त बवाल झर्थ्यो आँसु त घरमा रोयो त्यसपछि बवाल रुन मन थियो कि आफूतिर त्यति मम्मी रुन्छ नमम राख्ने मैले त्यही भएर मम्मी लिएर नआएको नि मैले मम्मी आउने भनिरहेको पर्दैन मम्मी देखेपछि झन् कस्तो रुइरहेको हुन्छ बहिनी दिदीहरू रुइरहेको नि अनि म पनि भनेर अब तर भित्र छिटेर चाहिँ आँसु नै आएर जस्तो लाग्यो अलिअलि झन् आयो तर मैले कन्ट्रोल गरेँ किन छोरा मान्छे हो मैले बवाल कन्ट्रोल गर्यो आँखाबाट त आँसु त डर बग्नु यस्तै हो जिन्दगी अब स्पेसली अब हामी चिन गएर पनि भ्लग गर्नेछौँ चिनको हङकङ बाँकी होइन प्लेनमा थोरै त बनाउनु पर्छ नि भान्जा सँगै पऱ्यो भने त यसरी बनाउनु पर्छ नि त्यसपछि हामी चिनको एयरलाइन्समा भेट्छौँ त्यसपछि प्लेनमा अलिकति पनि भिडियो भ्लग बनाउँछौँ मेरो त फेरि भान्जा इडिट सिडिट होइन र हुन्छ नि बढी ल्याम लुम हालिदिने हो जस्तो चाहिँ त्यस्तै नमस्ते अब हामी 5-6 वर्ष फर्किँदाखेरि नेपाल विकास होस् यस्तै हो मेरो चाहना अब हाम्रो बच्चा बच्ची चाहिँ विदेश जान नपरोस् भन्ने आश छ मेरो यस्तै हो अब म जुन पार्टीको भए नि अब राम्रो मान्छेलाई दिने हो भान्जा पार्टीको अहिले पार्टीको बुझ न भान्जा लास्टै हुन्छ नि है अनि के हो त अनि जापान उठ्ने लागिसक्यो मान्छे जापान उठ्न लाग्यो नि बवाल उठ्न लाग्यो होइन भान्जा मैले एड गरिन्छ लेजिन है सबभन्दा मिसिङ चाहिँ अहिले को हुँदैछ अहिले चाहिँ अब त्यही त हो नि आफ्नो फ्यामिली मेनली अब फ्यामिली साथै अब साथीभाइहरू सबै बराबरी अनि कोप्चामा यो कुरो कोप्चामा अनि हाम्रो भाउजू नमस्ते दर्शक
भाउजू कुन हो भाउजू त अब खै छेत्री हो थाहै छैन नि हुन्छ भेरी भेरी ए लास्ट ए होइन छेत्री भन्दा मिल्दैन अहिलेलाई चाहिँ खुसीको भन्नु के भन्नु नमस्ते भन्दा दर्शन हुन्छ रेजिन कृपया ध्यान दिनुहोला यात्रु प्रकाश गेट नम्बर 7 मेनली कसलाई मिसिङ सङ्गीता रुगो छैन फेरि 100 रुवा न हाम्रो सङ्गीता चाहिँ रुदा 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 यस्तो मन त हो बोर्डिङ पास भइसक्यो होइन बोर्डिङ पास पनि के हो यही हो यही हो बोर्डिङ पास भइसक्यो है ए के थाहा त अब गलाइदिएँ है डकुमेन्ट गरे फिक्स गरे छैन आउन बोल्दो कस्तो कपाल त रट्टी भइरह्यो मेरो के जान्ला रहेछ नि साँच्चीकै जान्ला हो हिन्दीमा हामी जिस्क्या होला बसमा रहेछ है हामी बसमा यसमा जापान पुग्ने हामी हामी चाहिँ अब बसमा जापान जान आँटेको अलि अगाडि बर अलिकति उस भइरहेको छ म त कस्तो हाम्रो यो एक्साइटेड प्लस होइन बवाल के होपलेस टाइप्सको नेपाल छोड्नेको एकलट नेपाललाई ढोक्क गर्नुपर्छ समाज देऊ त झ्यालमै पर्यो म सोचेको थियो झ्यालमै पर्यो कस्तो मजा आउने रहेछ ल भन्छ अब उड्न लाग्यो उड्न यो चाहिँ के रहेछ यो दुःख लागिरहेको छ दुःख त तर एउटा कुरोले खुसी लागेको छ कि मलाई दुःख चाहिँ बाबाल दुःख लागिरहेको थियो एउटा कुरोले चाहिँ सुख आउने रहेछ कस्तो न यो चाहिँ निधारमै यहीँ के स्क्यान मेरो त नेपाल छोड्ने दिन पनि आइयो किन मिल्दैन ए नेट त ब्यागमै राख्दैन के गर्नु र ठिक छ अब मेरो नि नअट्ने सुर्खेस 25
किन त्यस्तो माया तिमीले किन त्यस्तो माया किने जति किनेको पुग्ने जति पुगेको ह्यान्ड्यारी छ किन पुगेको नभए ह्यान्ड्यारीमा कति के छ 19, 20, बोक्नै नपर्ने थियो सब मिलाएर 女士们、先生们，晚上好！欢迎乘坐中国南方航空3068航班前往广州，飞行时间为4小时。我们是高级与南航会员再次见面。本次航班的全体机组成员向您致以最诚挚的问候。2026年，中国南方航空迎来发展70周年，70年笃行，感谢您的相伴，让我们携手飞向美好未来。为了避免颠簸造成伤害，飞机上看好老人、儿童等同行人员，并全程扣好系紧安全带。我们特别提醒您，为保证安静舒适的乘机环境，使用电子设备时，请注意控制外放音量。现在，乘务员将为您进行人工安全演示，祝您旅途愉快，谢谢。Ladies and gentlemen, good evening. Welcome aboard China Southern Airlines on flight CZ3068 from Kathmandu to Guangzhou. The flight time will be 4 hours. It is our pleasure to greet our Sky Program frequent flights again. The entire cabin crew are pleased to have you on board with us. In 2026, फर्किन्छ आज तिम्रो त अझ उमेर पनि छ हौ बाल उमेर छ तिम्रो 18 कटा छ कट्नलाई कति महिना बाँकी 1 2 3 दिन कति दिन आज 29 को दिन 4 दिनमा 18 बल्ल बुढो भान्जा त बुढो हो र भान्जा के काटिदिनु उसको जापानमा खाना मौज हो अहिले त को हो र हामी पाउँछ होला वाइफाई नि पाउनु पर्ने हो यो गेट भयो हजुर हजुर फाइल जोला त माथि भान्जा म चला फेरि भान्जा ऊ त बसेर आएर किन हाइट नपुग्यो लेजिङ खोइ लेजिङ दोस लेजिङ ए यहीँ रहेछ हामी सबै अनि हामीलाई गर्मी भयो भने चाहिँ अनि त्यो कसरी ओड्ने एसी त चाहिएन रुएन भइदिनु किन आँसु झर्दैन बवाल कन्ट्रोल हो भाइरुनी बेलामा चाहिँ आँखाभरि आँसु आइसकेको थियो बवाल कन्ट्रोल म त बवाल आँसु झरेन नभए खोजेन म आँखाबाट चाहिँ तर के अरुण दोषको आयो आँसु झऱ्यो मेरो नि मेरो भाइ रुवा हो नि त त्यही मलाई मलाई माया लाग्यो सबैको मैले त अनि हँसाएर आएको थिएँ कि सबलाई अगाडि कोही रुन दिएको थिएन मम्मी ठुलो मम्मी रुन हजुर कहाँ यहाँ कहाँ राख्नु रनवेमा जाँदैछ स्टार्ट पछाडि भयो कोही पुरै दियो त त्यो गाडी हामीले पचमेश्वर तन्जाएको जस्तो रहेछ त्यो त पछाडि जाँदैछ त यस्तो बवाल भइरहेछ अहिले चाहिँ लाइट बन्द गरिरहेछ होइन
मजा आइरहेछ मलाई त क्लाउड आयो क्लाउडको ओइ हामी त बादलमाथि उड्यौँ नि बादलमाथि उड्यौँ नि हामी त तर भोलि बिहानै हो बादलमाथि बादल कसम मलाई त मजा आयो अहिले झर्दा चाहिँ कस्तो फिल होला यस्तो मलाई त भ्यू हेरेर मजा आयो कि भ्यू नै बवाल देख्दिनँ रहेछ अनि भ्यू बवाल नै काठमाडौँ त जा टोमेटोको के चोखै गर्नु भान्जा जोरै टेस्ट गर नै टेस्ट गर्छौ कस्तो लाग्यो यो त मिठो छ भान्जाले टोमेटो जुस भान्जा आजको फुल्ली लक्की रहेछ नि मिठो जुस ठिक्कको रड्डीको राम्रो सिट टक्क झ्यालवाला ठिक्कको रड्डीको कसको अनुहार हेऱ्यो भन्छ तिमीले बिहान गाह्रो भयो सबैले मैले देखेँ नि त्यो यसकै अनुहार दिएर काभ्रेलिज बनिएको छ सबै भन्छ हाम्रो एयरपोर्टमा यो के एयरलाइन्स हो चाइनिज म बबाललाई म खोल्छु है खम के रहेछ यो भित्र हेरिदिउँ न सामान लिँदा ओहो इनबक्सिङ चिकनै छ त के हो यो नुडल्स पो हो चिकन होइन नुडल्स गरेको छैन बवाल रहेछ ओहो अङ्गुर रहेछ यो बम ए उस जस्तो छ यो के चप यो चाहिँ मिठ लागेन मलाई यो चाहिँ के हो यो तर यस्तो 4वटा छ त ल दही खाने चाउमिन खाने यो खानु पऱ्यो है टेस्ट आन नि त कस्तो रहेछ खाउँ म चाउमिन चिकन साइडमा ओहो ठिकै रहेछ बवाल लाग्यो त्यही भएर समुद्रबाट आयो नि ओए पवाल What's up?
जापानको त ओइ भिडियो छुट्टो हुँदो रहेछ स्मृति जापान आएपछि त ओहो रुखै रुख छ त रुखै डिफ्रेन्ट स्मृति यहाँ त साकुरा ए चेरी ब्लोसम भलिबल खेल्ने त्यो पार्कमा चाहिँ अन्त के रे ओइ फुच्ची कसरी गर्ने त गर्दैन म यहाँ टेन्सन कति स्पिड स्मृति ए यसरी नि हो पुरै हलान चिन्छ तैँले नि ओइ स्मृति के हो नेपालको जस्तै फुल कस्तो बबालको पार्क रहेछ त त्यो गो के हो स्मृति हो गोच्योई फोटो खिचाउने स्मृति रुममा चाहिँ ट्याक्क आइपुग्यो गर्मी चाहिँ ओभर रहेछ अबै कस्तो गर्मी हो जापानमा एसी चलाउनु भइरहेको छ उनीहरूको एसी चिसो चिसो अब आनन्द आइरहेछ आहा मर्छ आहा